जीवन छोटो छ, मुस्कुराएर जिउनुहोस्। फर्केर यादहरू मात्रै आउँछन्, समय होइन। नमस्कार हजुर, म डाक्टर घनश्याम खरेल, मासबारी न्युरो हस्पिटलबाट सिनियर कन्सल्टेन्ट न्युरोलोजिस्ट। आज हामी नसा च्यापिनी तथा न्युरोप्याथीको बारेमा केही कुराहरू गर्न गइरहेका छौँ। नसा च्यापिनी रोग भनेर भन्दाखेरि प्रायः जसो मान्छेहरूले बुझ्ने चाहिँ ढाड दुख्ने, गर्दन पछाडि दुख्नेलाई चाहिँ नसा च्यापेको समस्या भनेर बुझ्ने गर्छन्। नसा च्यापिनी त्यसबाहेक चाहिँ हातमा पनि नसा च्यापिनी हुनसक्छ, जसको कारणले हात चाहिँ झमझमाउने, खुट्टाको भागमा पनि नसा च्यापिनी हुन्छ, जसको कारणले गर्दा खुट्टा झमझमाउने गर्न सक्छ। प्रायः जसो मान्छेहरूले बुझ्दाखेरि चाहिँ ढाड दुख्यो भनेर आउनुहुन्छ। ढाड दुख्यो भनेर आउने बिरामीहरूलाई चाहिँ त्यो ढाडको तल्लो भागमा चाहिँ नसा च्यापिन्छ र त्यसमा चाहिँ दुखाइ चाहिँ ढाडमा नसा च्यापिँदा फेरि दुखाइ चाहिँ खुट्टातिर जान्छ। त्यस्तै तरिकाले बिरामीहरूलाई कहिले कहिले गर्दन पछाडि चाहिँ नसा च्यापिनी हुन्छ, जसको कारणले गर्दाखेरि चाहिँ बिरामीलाई चाहिँ हाततिर सर्ने, गर्दन पछाडि दुख्ने हुन्छ र कहिले कहिले लाटो हुने पनि हुन्छ। त्यसबाहेक चाहिँ कहिले कहिले चाहिँ हातमा नसा च्यापिनी हुन्छ। हातमा नसा च्यापिनी चाहिँ 2-3 ठाउँमा हुन्छ। कहिले कहिले यो भागमा च्यापिन्छ, जसको कारणले हातको औँलाहरू चाहिँ कमजोर हुने या फिर लाटो हुने। कहिले कहिले यो भागमा नसा च्यापिनी हुन्छ, जसको कारणले गर्दाखेरि चाहिँ कहिले कहिले ग्रिप बनाउनु अर्थात् सानोतिनो कुराहरू सम्हाल्न गाह्रो हुने। त्यस्तै तरिकाले चाहिँ कहिले कहिले खुट्टामा नि नसा च्यापिनी हुन्छ। खुट्टामा नसा च्यापिने गर्दाखेरि चाहिँ बिरामीले खुट्टा पोल्ने, सिल्का हान्ने, झमझमाउने गर्छ। जीवन छोटो छ, मुस्कुराएर जिउनुहोस्। फर्केर यादहरू मात्रै आउँछन्, समय होइन।